हामी आएको छ चाइनाको समुद्रमा तपाईहरुलाई पनि घुमाउँछु कति ठुलो छ कति धेरै जना घुम्न आउनु भएको छ वैश्या हाम्रो बेबी नि यहाँ समुद्र हेर्न आछ उहाँ चाहिँ बुद्धिस्ट हुनुहुँदो रहेछ अनि बुद्ध चाहिँ नेपालमा जन्मेको भन्ने थाहा रहेछ उहाँलाई उहाँले भन्दै हुनुहुन्छ एकदमै कुरा गर्न खोज्नु भएको छ अनि यता कुरा गर्दै हुनुहुन्छ हामी चाहिँ यता छौँ वाह हेर्न बच्चाहरू पौडी खेल्दै हुनुहुन्छ उता है कति धेरै हुनुहुन्छ उता मान्छेहरू कति ठुलो छ यो समुद्र त हेर्नु न यहाँ घोडा पनि छ यसरी चढ्नुहुन्छ यहाँ डुङ्गा ट्राई गर्दैछु है आउनु त आउँदैन ल हाय वार्गो म चाहिँ डुङ्गा चढ्छु भनेको लडे कपडा सपडा एउटा फोटो नि खिचेन सबै रुदिसक्यो कस्तो उसहरू के अरे यो नुनिलो हो क्या पानी त मुखमै हम्म गएर हामी चाहिँ अर्को भेकमा जाँदैछौँ अनि यहाँनिर हेर्नु न यतिकै फ्रीमा बस्नु पाइन्छ यहाँनिर चाहिँ अनि यसरी टेन्ट तानेर कति धेरैजना बस्नुभयो अहिले त चाइनाको विभिन्न ठाउँहरूमा एकदमै गर्मी छ नि त अनि यो समुद्र नजिकै त चिसो हुन्छ अनि त्यही भएर यो रुखको छारीमा यसरी यहीँ आएर 1-2 महिना यसरी बसेर घुमेर जानुहुन्छ फर्किनुहुन्छ पकाउने खाने उहाँ बार्बिक्यू यता हेर्नु न झोलुङ्गोमा कति सपना थियो कि यहाँ आउन पहिला पनि आउन त तर यो बिच साइडतिर चाहिँ आएको थिइनँ यो बिच छ यहाँनिर कति धेरै टाढा टाढाबाट एकदम टाढा टाढाबाट आउनुहुन्छ पर्यटकहरू त यति धेरै हुनुहुन्छ हेर्नु देख्न सक्नुहुन्छ यता सबै यता बच्चाहरूदेखि लिएर वृद्धदेखि लिएर सबै यसरी समुद्रमा खेल्न आउनु भएको छ नमस्ते दामी छ दामी बच्चाहरू त कस्तो मजाले खेल्नु भएको डुङ्गा खतरा छ है ट्र्याक्टर जस्तै सेम यस्तो टेन्ट टाँगेर बस्नुहुन्छ हेर्नु न यहाँ हामी सानोमा क्या मातामा कति खेल्थ्यौँ यस्तो गराएर खनेर त्यस्तै त्यसरी खनेर खेल्नु भयो बच्चाहरू कस्तो मजाले खेल्नुभएको सानोको याद आयो सानो बेला हामी सबै छिमेकीको सबै बच्चाहरू यसरी हामी मिलेर खेल्थ्यौँ अगाडिपट्टि एउटाले यसो ड्राइभ गर्ने अनि पछाडि यो ब्यालिन जस्तो छ नि त्यो चाहिँ हिँड्दो रहेछ त्यसपछि सानो नानीहरूले डुङ्गा चलाएर कति फास्ट हिँडेको चढ्न थाल्नुभयो अब उहाँहरू जानुहुन्छ हाम्रो बाबु अलिक ठुलो भए जान्थ्यौँ अहिले सानो छ बाबु अनि डर लाग्छ अब अलिक पछि जाने सानो बाबुलाई चढाउनु भयो बि डरै लाग्ने म त मनले मानेन ढकल्नु भयो यामाहाको रहेछ अर्को आइपुग्यो डुङ्गाहरू पनि कस्तो मजाको थरी थरीको ट्र्याक्टर जस्तो छ कुनै फेरि कार जस्तो छ कुनै फेरि यस्तो ब्यालुन जस्तो छ कुनै फेरि यस्तो प्लेन जस्तो छ थरी थरीको देख्न पायो हामी 3 जना गए找不着了。पाउँछ मजाले खेल्दैछ
उहाँ चाहिँ बिचमा जानुहुँदैछ अहिले चाहिँ हामीले भोक लागेर अनलाइन फुड अर्डर गरेको अनि हेर्नु न यहाँ यो फिस मोमो माछाको मोमो अरे कति ठुलो कति मिठो छ जुस्सी यो यहाँ मात्र खान पाइन्छ अरू सिटीमा यो पाइँदैन ल अहिले चाहिँ हामी अर्को भागतिर आएको छौँ अनि यहाँनिर चाहिँ रहेको छ यो दुङ्गा यो आर्मीहरूले युज गर्ने पहिला 40-50 वर्ष पहिले नै यसरी युज गर्नुहुन्थ्यो यो चाहिँ अनि अहिले आधुनिक खालको आएर यो यतिकै राख्नु भएको छ यहाँ त मर्मत चाहिँ गर्दै हुनुहुन्छ कति धेरै वर्कर हुनुहुन्छ भित्रपट्टि अनि पहिले चाहिँ जान मिल्थ्यो र यहाँ ब्रिज थियो अहिले चाहिँ यहाँ पार्क बनाउँदैछ अनि यो चाहिँ सी पार्क बनाउने अरे दुङ्गा पार्क आर्मीहरूको अनि मर्मत गर्दै हुनुहुन्छ चाहिँ पहिला जमानाको भएर उहाँहरूले चाहिँ यो यतिकै नफाल्ने बरु यसलाई नै मर्मत गरेर पार्क जस्तो बनाउने भनेर त्यस्तो प्लान रहेछ उहाँहरूको पुरै काम हुँदैछ भित्रपट्टि यो भयो एउटा इन्ट्रेस्टिङ अनि अर्को रहेको छ उता पर अब हामी त्यहाँ पनि जान्छौँ हामी चाहिँ यहाँ आइपुग्यौँ अघि नै हामी गएको चाहिँ पारी टाढा छ कस्तो आनन्द रहेछ यहाँ त हावा सिर आउने हामी त कति धेरै समुद्रमा खेल्दै बसेको बाबु मजाले खेल्यो त्यहाँनिर 1-2 घन्टा त्यहीँ बस्यौँ त्यसपछि भोक लाग्यो दिउँसोको खाना खाने भनेको फेरि पार्किङै पाएन भने फेरि यहीँ उस गरेर पार्क गरेर यहाँ पछाडि अनलाइनमा मगाएर के अरे माछाको मोमो खायौँ ठुल्ठुलो कति मिठो हुँदो रहेछ मैले पहिलो देखाएको यहाँको स्पेसल हो अरे त्यो चाहिँ अरू सिटीमा नपाइँदो रहेछ अब चाहिँ यहाँ हेर्न बाँकी छ अब यहाँ जाउँ यहाँ यो चाहिँ क्याफे जस्तो छ भित्रपट्टि मान्छेहरू बसेर खाइराख्नु भएको छ अहिले चाहिँ यता जाउँ सुरुमा कस्तो दामी त्यो मोटी हुन्छ है चमक चम्की त्यस्तै छ हेर्नु त्यहाँ ग्लासमा त्यहाँको तलको समुद्र देखिन्छ कार पनि यहीँ लिनुभएको छ कति सुविधा निलो छ माछाहरू कति धेरै आमामामा तल ठुलो छ समुद्र त आँखाले नबितिने ल माथि पनि आइपुगे यो त बेलुनको हेर्नु यहाँबाट हावा भरिराख्नु भएको छ पुरा छुन्छु ल सक्छ र साथीहरू समुद्र घुमेर पनि सकियो अनि हजुरहरूलाई के कस्तो लाग्यो आजको भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि फेरि अर्कोचोटि फेरि अर्को भिडियो अझै राम्रो ठाउँहरू छ त्यो घुमाएर म हजुरलाई देखाउने नै छु त्यो पनि अनि हजुरहरू सबैजना जोडिराख्नु होला अनि हजुरहरूले दिनुभएको मायाको लागि म एकदमै आभारी छु हजुर सबैजनालाई धेरै धेरै धन्यवाद अझ यस्तो राम्रो ठाउँहरू देखाउन पाऊँ हजुरलाई यताको संस्कार संस्कृति कल्चरहरू अनि हजुरहरू चाइनामा आउनुभयो भने चाहिँ यो यान्थाई यो समुद्र चाहिँ एकचोटि आउनु होला एकदमै राम्रो छ घुम्नको लागि भिडियो के कस्तो लाग्यो हजुरले प्रतिक्रिया दिनु होला आजको लागि चाहिँ यति नै अब अर्को भिडियोलाई त बाई बाई